ल हेलो नमस्ते अनि वेलकम है सबैजनालाई मेरो युट्युब च्यानल रमेश गुरुङमा। आज चाहिँ हामी यता रानी महल आएको। हजुर मौसम चाहिँ अलिकति यस्तो अँधेरो छ, पानी पानी पर्ला जस्तो छ। हामी चाहिँ यसरी अहिले चाहिँ यहाँ हल्का यो पपकर्न, यो मकै भुटेको मकै होइन है, पपकर्न खाइरहेको छ टक्क। अनि हामी चाहिँ आज रानी महल आएकै हेरौँ। अब मौसमले अलिकति साथ दिइरहेन यता गिरिदाई। आज हाम्रो गिरिदाईको डान्स पनि हामीले हेरिन्छ। अनि नयाँमा चाहिँ हाम्रो यता हाम्रो सनु दाई रोमनियन लाउरे, यता हाम्रो दाई बट्टे दाई पोर्चुगल राउले, यता म आए ट्याक्क नेपाली लाउरे साउ तरकारी सफल किराना एन्ड फलफुल पसलको साउ। अर्का हाम्रो लाङ्गाली किराना पसलको साउजी आउँदै हुनुहुन्छ। कता हुनुहुन्छ? हामी चाहिँ 6 जना आइए। अनि हामीभन्दा माथि चाहिँ हाम्रो डाँडाखोलाको भाइहरू पनि आहा भन्ने सुनेको थिएँ। उनीहरू चाहिँ 5 जना माथि टपमा बसेको छ उहाँ। उनीहरू चाहिँ हामी चाहिँ यहाँ हो तल टक्क। अब भ्लग अब हल्का पानी परेन भने चाहिँ अब है क्याम्पिङ बसेर अब बार्बिक्यू गरेर खाने सोच छ। अब हेरौँ के हुन्छ। यसो हल्का भिडियोहरू चाहिँ बनाउँछु है। बाटोको चाहिँ बनाइन आज, किनकि एकैचोटि भ्लग बनाउने सुर नै यहीँ आएर भयो कि मेरो। त्यही भएर अब ट्याक्क वेलकम छ हाम्रो लाङ्गाली किराना पसलको साउजी ज्ञान बहादुर डालालाई हाम्रो लायो। बिस्तारै बिस्तारै अब आउँछ भ्लग भिडियोहरू है। यो चाहिँ अब यहाँ पपकर्न खाँदैछ ट्याक्क। कस्तो छ सोल्टी? बाँकी मैले केही भन्न जान्दिनँ। अब उसले के भनेको छ रोमनियन बुझ्नेले चाहिँ बुझ्यो है। ल हेलो सोह्र आकाश जमिन सोह्र Maya vorbi tutse causa asta unde numai phone message asta auzi. Am vorbit, no aici problem. Am busy asta. După aia aici este soția asta Nepal cuții taia. Zap. Gata, game over. Oh my god. Da, Maya supărat. Iar am aici asta, cum te cheamă, SMS, după aia asta phone. Check out tu, acum am lucruri. हाम्रो चाहिँ यहाँ अब क्याम्पिङको लागि चाहिँ दाउरा बालिदिँदैछ यहाँ हाम्रो भाइले चाहिँ ट्याक्क। अब है अब हेरौँ पानी पर्ला जस्तो पनि छ, माथि कालै छ। हामी चाहिँ त्यही पनि यसो भयो भने चाहिँ बसौँला भनेर आगो बाल्ने तयारीमा। भाइले चाहिँ बालिदिँदैछ यता आगो चाहिँ है त। अब के हुन्छ सर र बिचमा थोरै गर्दै देखाउँछ है। पहिला चाहिँ यो क्याम्प चाहिँ त्यहाँ थियो, यो टेन्ट हो त्यहाँ अगाडि थियो, अहिले यता छेउमा सारे रहेछ। यो चाहिँ मेरो यो ठाउँमा चाहिँ मेरो यो तेस्रो पटक हो है। थर्ड टाइम आएको यहाँ यो क्याम्पिङ बस्नु। यहाँ चाहिँ रमाइलो लाग्छ। त्यही भएर यसो केही भयो भने मुड फ्रेस गर्न चाहिँ आइन्छ है यतातिर। अहिले चाहिँ यहाँ भाइले बनाउँदैछ। अहिले पछि हेरौँला बिस्तारै अब केटाहरू चाहिँ यता तयारी यहाँ छ टक्क। हामीले फेरि यस्तै टक्क यो चाउचाउको उसमा फेरि कोसेलीहरू ल्याइया क्या, धेरै राम्रो कोसेलीहरू छ यहाँ हेर्न। अहिले के भन्छ अरे खोलाउँला है त्यसलाई चाहिँ अहिले हेरौँला। यहाँ चाहिँ अब यो चाहिँ मेरो लागि हो ट्याक्क। यता हाम्रो चाहिँ प्रमुख अतिथिजी चाहिँ आज चाहिँ हाम्रो चाहिँ बुटोल सुनोल नगरपालिका वडा नम्बर कति पर्छ यार, वडा नम्बर 13 है चाहिँ सुन्दर बस्तीबाट चाहिँ हाम्रो भक्तिराज गुरुङ आउनु भएको छ है। हामीले खास त हामीले अब दाई बुद्धि दाईलाई पनि बोलायो हो, आउनु भयो। हुँदैछ ट्याक्क सुरु हुन्छ अब एकछिन। ल फाइनल्ली हामी चाहिँ सुरु गरियो। यो चाहिँ हाम्रो यो पहिलो स्टेप चाहिँ हाम्रो सोल्टीले चाहिँ यता अब बङ्गुर नचल्ने भएर चाहिँ यो पहिलो स्टेप चाहिँ हामीले चाहिँ यो पाङ्ग्रा कुखुराको पाङ्ग्रा सुरु गरियो। यसपछि चाहिँ हाम्रो चाहिँ पोर्क पनि छ है। हाम्रो पोर्क चाहिँ यहाँ छ है। यहाँ चाहिँ हाम्रो यो पोर्क चाहिँ यहाँ छ है, म्यारिनेट गरेर राखेको छ। यसलाई चाहिँ अब ट्याक्क पोर्क यो चाहिँ टन्न खाइन्छ। अहिलेलाई चाहिँ यता चाहिँ
एमाले त दिन्न के म त एमाले त म खुकार विरोधी हो आम्बो यार हार गिरिराईलाई यार त्यस्तो असर पर्ने गरी कसैले नभनौँ न के हो र अनि म त एमाले त खुट्टेमा ढोकाए पनि दिन्न के म यहाँ चाहिँ सुरु हुँदैछ अब हेरौँ बाँकी आउँछ बिस्तारै बिस्तारै ल ल गिरे ल ल ल ल ट्याक्क ल फाइनल्ली दाइहरू चाहिँ लाग्यो है अब है यहाँ चाहिँ चटपट यहाँ चाहिँ अब हाम्रो सोल्टी पनि अब हाम्रो सोल्टी चाहिँ प्योर कोदोको अब त्यता चाहिँ हाम्रो सहर चाहिँ उता अर्ना लिएर बसेको छ यहाँ हाम्रो गिरिराईको त गिरिराई कस्तो छ घरपाला प्योर हो के घाँस मात्रै खाएर बस्नु भएको हजुर त्यहाँ ठ्या यहाँ चाहिँ टक्क ठिक छ ल ल म नि सुरु गरेँ है अब ल खानु म चाहिँ टेस्ट गर्दैछु चाहिँ पाङ्रा हो यहीँबाट हालिदिनु दाइ चम्चा छ अर्को यसले हाल्यो नि चटपट भएको हाल्नु त्यही हो आफूले हाले भइहाल्यो नि आफूलाई इनफ दिन्छु नि त पहिला के मजुर दिन सक्छु होला दामी भयो पाक्रा हाम्रो नारायण दाइले पोल्नु भएकोमा धन्यवाद यही चम्चाले हालिदिनु यहाँ चटनी उठ्ने रहेछ शिवरात्रि सबैलाई ह्याप्पी शिवरात्रि ल सबैलाई ह्याप्पी शिवरात्रि डढ्यो डढ्दैन अहिले त्यो अहिले कहाँ डढ्छ शिवरात्रि मेरो सोल्टी राजाहरू सबैलाई सबै सोल्टी मेरो त दुईजना त जेठानै दुईजना त जेठानै पर्छन् क्या हो अब मेरो यो चाहिँ चटपट हो है सासूको मामा घर हो के अरे त्यो घुमेको त्यो उसको दामी भयो दाजुभाइ एउटै घर गएको पिरो कतिको छ बरु हजुरले पुछै भन्नुभएको थियो नि उनीहरू त मेरो बुढीको बाजे बजे खानु दाइ अन्त बिस्तारै झाप होला बट्टे दाइले नि यस्तो हल्का बियर लियो मैले पनि भने हो बियर त लियो रमाइलो गर्न आएको बेला त यो हुन्न त होइन दाइ ससेज भनेको कस्तो भुलेको क्या म्याच आजकल ससेज लानु भनेको नि ठिकै छ मामा केही भएन चलो आयो यो त ससेस त मैले वहीँ पोखराबाट ल्याएको नि मैले भनेर ल्याएको 2 किलो ल्याएको दामी रहेछ खाइयो कस्तो त एकदम दामी 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 हो एकदम इन्जोय चटपट पनि दामी दामी मिठो 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 यहाँ चाहिँ हाम्रो अब यो भाँगाले चाहिँ सलक पुस्नुपर्छ यसमा चाहिँ मैले तर पनि त्यसले बस्नु मात्र गर्दै 4 स्टार भइसक्यो पनि आएको धेरै भयो क्या अब पोहोर चाहिँ बरु त्यो उसको ठिक थियो पहिला आउँदा के योभन्दा अघिल्लो चोटि आउँदा त्यो के अरे तिल पनि हालेको थियो चटनी अटन सर पनि थियो सानो सुरु त पोखरा ल्याएको नि त मैले पहिला जानु पनि ल्याएको के छ भाङ्रा त्यो पिरो खाले पिरो हाले सुरु हुन्छ त्यो कोरियन हो क्या त्यो अलिक सानो हुन्छ त्यो फेरि योभन्दा हामी फेरि यता दामी हुन्छ नि त्यो गिर्दै म फेरि यो त चक्कुले काटेको होइन अहिले है यो त तातो रहेछ माय गॉड आगोमा पोलेको छु कि ल हुन्छ आगोमा पोलेको होला नि त किन पोलेको पनि रमाइलो गर्न आएको त्यो खोला बस्ने छ बस्छ त अघि आउँदा देख्नु भएन र होइन होइन मैले यो घरमै हो घरमै गरेँ हो होइन त्यहाँ छ त अघि नै थियो त हामी आउँदै थियो त त्यहाँ त्यस्तो बाबु एउटा ले त्यता चाहिँ हाम्रो सोल्टीतिर फेरि नचिन्ने त्यो त सोचेन मैले
बिचरा जे नखाने मिल्छ चना खानु मन छ भन्ने खानु भन्छ कति मिल्छ हो अरे मेरो भान्जे हजुरहरुलाई सरी यार के होला क्या मैले त्यो र लाइभ भ्याइ क्या घोक्रा घुक्रो गर्न होइन यस्तो छिर्न खोजेको हैन छ नि त 13 8 साल लाग्ने के अरे हाम्रो त्यो त आज लाउने नि त्यस्तो पनि फरक त फरक छ नि बाबु एक टाटा तेरो पहिले रम्मा खान भौसडे फाइनली खाना खाना सुरु गरियो अब ज्ञानदाले सुरु गर्यो उसले पुग्दैन के चाहिँ अब समस्या सिरकले चाहिँ पुग्छ तर फर्मले पुग्दैन के रेडी गिर्दै चाहिँ यता अब दुईटा बाहिर निकालिदिन्छु अनि हल्का लाग्छ म नि अब खान्छु है अब हल्का हल्का भात यता हाम्रो सोल्टी पनि लागिसकेका छन् यता नारायण दाइ के लाइसेन्स खाना खाना हो त्यो भन्नु न दानी अब चाहिँ लाइसेन्स भनेपछि त अनि उता के उठ्यो, लायो उठ्यो। होइन थाहा छ म पनि अब टक्क अब खाना खान्छु खाना लाइसेन्स है त ल। नि यता दाइ अब यो भात तुरम्ला नतुरम्ला तर भात चाहिँ थोरै मैले खान्छु चमक दिन त मामा त्यो भित्र चिल्लो रहेछ यार लास्टै यार होइन गिर्दै चिल्लो रहेछ है लास्टै दाल छ नि दाल ए मैले नदेखेको यार दाल खान्छ यार। चिल्लो रहेछ भने चिल्लो चिल्लो ये मासु मलाई चाहिएन I'm first खतम ज्ञान दाइ फर्स्ट I'm second दाल हाल्ने खोटर हाम्रो ज्ञान दाइ त लास्टै फर्स्ट हो क्या खास त मामाजी त यहाँ लाग्यो अरू त कुरै छोडम चिया धरी राखाइदिनु मान्छे हो हालिदिउँ फर्स्ट चला खाना साना त ठिकै भयो। चर्को नभए त पिउ सुपुरी मलाई त यार हाला साला भोडा दाल दिएन क्या भुँडी निस्किन्छ भर्छ त भुँडी निस्किन्छ साला म खान्छु है अलिक गर्छु बियरवालाले दाइ पनि खाँदैछ हो दुईजनाले गिलास ढ्यामै गरेर जानु गिलास ए म त यहाँ मैले यो चाहिँ गिलास के घोप्टो गर्नु पर्यो मलाई भनेर अब त त्यही हो गुड मर्निङ है बिहान भयो मुख पनि धोएन भर्खर उठेको अब यहाँ चाहिँ रातभरि हाम्रो यी सरले घुर्ने यता हाम्रो गिरिदाईले घुर्ने भित्र फेरि सिमा यो घुर्दैन भनेको यो पनि घुर्दो रहेछ फेरि सिमा एक यता दाइहरू त आगो बाल्दैछ मुनि मुख पनि धोएन अब यहाँ चाहिँ अब ट्याक्क अब उठ्न लाग्यो अब मुख सुख धोएर ब्रस गर्नु पर्यो अब बिहान बिहान उठेर आएर गिरिदाईको काम हेर हिजो रहेको एक्स्ट्रा त्यो बार्बिक्यू रहेको तताएर झ्याम्म दिइरहेको छु है मैले चाहिँ खाएन है मैले चाहिँ खाएन फेरि मैले खाएन नि मैले जानेको मैले खाएन मैले यहाँ चाहिँ अब उठ्ने बित्तिकै मुख पनि धोएन क्या यार गिरिदाईले मासुको पाङ्रा अरे के हुन्छ र पाङ्रा के टायरको बनाएको छ र बिहानको नास्ता चाहिँ हाम्रो चाहिँ यही थियो हिजोको रको भातै भुटेर ट्याक्क फ्रा राइस बनाइयो यसलाई अब यसरी चाहिँ यहाँ टक्क ल्याएर सरहरू चाहिँ खाना लगाइसक्यो ल्याएर टक्क तैँले खाइनस् तैँले ए ओ त्यहाँ रहेछ यस्तो गिर्दै कस्तो छ बिहान बिहान यो मिठो छ हो यो चिकन चाहिँ क्यारेको त नि यो चिकन चिकन गिर्दै त कामै छैन कि यार कहिले लसुन पोल्छु भनेर लसुन कता गयो भन्न आउँछ यस्तो यार गिर्दै के भएको हो क्या अरे गिर्दै यार थेरिका कि घरबाट एकचोटि भाउजूले आज छोडिदिएको म बिन्दास हो भनेर हो यार त्यो दाइ यार म त्यस्तो त माने थिइनँ सबै बिर्से गर्ने पनि यार मेरो दाइ यार के हो यार यस्तो यार भएन दाइ यार कस्तो रह्यो रातिको क्याम्पिङ हजुरको अनुभव बुटुल्नु त के भयो भान्जा कस्तो र सास फ्राई गर्न न एकचोटि यार ट्याक्क म कति टाइम ठ्याक्क भन्दाखेरि 3:30 बजीतिर हो हजुरको फेरि आधाम अघि फोन नबजेको फोन आइसक्यो अनि यसो बिउजिएको त है अनि भान्जा त मस्त क्या एकचोटि हुप गर्ने त्यसपछि अनि सासै नफेर्ने क्या
लङ टाइमै भयो ल मैले अब हामीले अब नर्मल मान्छेले अब 4-5 चोटि फेरिन्छ त्यति बेलासम्म त्यति बेलासम्म भान्जाले एकचोटि नफेरिकन बसेँ मैले कतै भान्जा कतै के त हुने रहेन मेरो सोच क्या को आउने भएर इन्क्वायरी गर्न भोलि ट्राफिक पुलिस ट्राफिक पुलिस पुलिसहरू आए अनुमान गर्दाखेरि त अब को हामीलाई सोध्छ मेन कुरो त मलाई र अनि सोल्टीलाई तेरि मात्र भ्याउँदैन भनेपछि लास्टसम्म गर्ने क्या फेरि अनि हजुरको फेरि कस्तो थियो त्यो एक्सपिरियन्स हजुरको त फेरि पुरा होला नि त तान्दा पनि छोड्दा पनि थाहा पाएँ पक्कै भान्जा आज जस्तो पहिला जस्तो हुँदैन भान्जा उताल्नु सुतेर होला गिरदाईको घुराइ हो त्यो फेरि आइटमको छ घुराइ पनि यार के हेर्नेहरू ल अब चाहिँ हामी यहाँ जान लाग्यो यहाँ क्याम्पिङको लागि तपाईँहरूलाई यदि कोही आउँदै हुनुहुन्छ नि यहाँ दाइलाई सम्पर्क गर्न सक्नुहुन्छ है दाइको नाम चाहिँ महेश के अरे दाजु मुकेश मैले मुकेश पाण्डे है मैले नम्बर चाहिँ मैले तल ठ्याक्क डिस्क्रिप्सनमा छोडिदिन्छु उहाँको नम्बर चाहिँ ट्याक्क आउन सक्नुहुन्छ है तपाईँहरू चाहिँ यहाँ चाहिँ टक्क क्याम्पिङ बस्नलाई चाहिँ राम्रो छ सुविधा पनि हाम्रो चाहिँ यो तेस्रो कि चौथो पटक हो हामी चाहिँ आउने सधैँ यहीँ हो अब अर्कोचोटि नै आइन्छ फेरि अब एकचोटि फेरि अब यहाँबाट हामी लाग्न हलाएको दाइ गाडी लिनु जानुभएको थियो हिजो राति फेरि पानी पर्ला जस्तो भयो त्यही भएर गाडी चाहिँ बारी लगाएर राखियो पानी परेन अब हामी चाहिँ यहीँसम्म अब हिँड्ने अब यहाँ जाँदा कता कता हुन्छ हिँड्दै जाने एकछिन रानी मल घुम्ने भन्दैछु यिनीहरू पहाडी रानी मल हामी चाहिँ यहाँ रानी मल पहाडी छ हामी चाहिँ यस्तरी घुमेर आएको ल अब फाइनल्लीमा चाहिँ गाडीमा चढेँ विलचेयर चाहिँ त्यहाँ छ अब त्यो चाहिँ माथि हाल्ने विलचेयर बाँध्न लान अब केटाहरू चाहिँ यसरी बसिरहेको छ अब यताउति भयो भने केही देखाउँछु नत्र भने आजलाई चाहिँ भिडियो यति नै है अब फर्किन लाग्यो खासै त्यति भिडियो त छैन हिजो बनाउन खोजेको है तर भएन कि अब त्यस्तै कुराहरू मात्रै भयो अनि त्यही भएर बनाइएन अब हेरौँ अलिअलि चाहिँ कति हुन्छ भयो भने म भिडियो बनाउँछु ट्याक्क पारि रानी मल छ हामी चाहिँ यहाँ वारिएर बसेको माथि चाहिँ डाँडाखोरको भाइहरू पनि बसेछ भन्थ्यो गए कि सुत्दैछन् कुन्ने सुनाउँदैछन् यता ज्ञान दाइ गिरदाइले भाइहरू पनि आएर हजुर भाइहरू पनि ठ्याक्कै यहाँ भेट भयो हिजो रातभरि रमाइलो गरेर भाइहरू पनि यहाँ घुम्न आएर ट्याक्कै अब बस्दैछौँ अब हामी गाउँले भेट भएको कि यहाँ ठ्याक्क आज गइरहेको छ त घर आइपुग्दा निद्रा लाहा थकान लाहा रातभरि नाचेको ओ माइ गड नाच्न पनि मैले त ननाच भनेको के अरे खुब नाचेको के अरे जोसमा ऊ बेला धन त मैले भिडियो गर्न बिर्सेछु कि त्यति बेला गरेर ल्याउनु पर्ने छ फाइनल्ली घर आइपुग्यो अब त्यो त सामानहरूतिर छ माथि विलचेयर उस छ चाहिँ त्यहाँ ढोका खोल्दैछ विलचेयर माथि यता सोल्टीले झार्दैछ म चाहिँ यता छु अब सुतिन्छ अब मजाले 4-5 बजीसम्म होइन थकान त मेट्नु पर्यो एकदम